सबैजनालाई हाम्रो परिवारको लन्चमा स्वागत छ। आज म बनाउँदैछु राजमा चामल विथ पोर्क करी। राजमा चाहिँ मैले राति नै भिजाएर राखेको थिएँ। यो टाइमको बुङ्गुरको मासु एकदमै राम्रो सफा थियो। आज मैले यो एकदमै सिम्पल तरिकाले पकाएँ। प्याज हालेँ, अनि अदुवा र लसुनको पेस्ट हालेँ, बेसार हालेँ, अनि मसला चिली पाउडर अनि मासु हालेँ, अनि नुन आफ्नो स्वाद अनुसार हालेँ। एकदम सिम्पल तरिकाले मैले यसलाई पकाएँ। मजाले यो पाकेको थियो। एकदमै यत्तिकै खानु मनपर्ने थियो। तर मैले यसमा टमेटो हालेँ अनि पालङको साग हालेर यसलाई एकछिन पकाएँ। हाम्रो आजको प्लानिङ त्यही थियो, पालङको साग हालेर खाने। आजको लन्चमा खानको निम्ति केही साइड डिसहरू म बनाउँदैछु। यो कोरियन साइड डिस हो। यसको लागि मैले 3टा अन्डा लिएँ, अनि एउटा लामो फर्सीलाई काटेँ राउन्डमा, अनि यसलाई मिलाएर राखेर यो माथि चाहिँ हल्का नुन छर्किने आफ्नो स्वाद अनुसार कति मनपर्छ, अनि यसलाई एकछिन सफ्ट हुन दिने। यतिको हुनुपर्छ सफ्ट। अनि त्यो अघिको अन्डामा चुपेर फेरि मैले अलिकति मैदा लिएको छु, त्यसमा राखेर यसरी राख्ने। यो पकाउनुको लागि रेडी भयो। यो चाहिँ हाम्रो परिवारमा एकदमै मनपर्ने साइड डिस हो। थोरै तेल हाल्ने, अनि त्यो अहिको फर्सीलाई यसरी नै पल्टाउँदै रातो बनाएर पकाउने। यो रेडी भयो। यसरी नै सबै पकाउने। राजमा पनि रेडी भयो। यो एकदमै मिठो भएको थियो, तर मैले तपाईँलाई यसको भिडियो सेयर गर्न सकिनँ। मेरो सर्ट भिडियोमा यसको रेसिपी छ। बुङ्गुरको मासु पनि रेडी भयो। एकदमै मिठो भएको थियो। आज मलाई फेरि खानामा केही कमी लाग्यो, अनि मैले स्यालेड बनाउन थालेँ। थोरै काँक्रा, गाजर, अनि एप्पल पनि मैले लिएँ। जे मसँग छ त्यसको मैले स्यालेड बनाउँदैछु। अनि प्याज, टमेटो, स्यालेडमा चाहिँ मलाई खोर्सानी हाल्नु मन पर्दैन, तर एउटा खोर्सानी हालेको छु। मैले यसमा धनिया र पुदिना पनि हालेँ, अनि लसुनको पाउडर, ब्ल्याक पेपर, नुन, अनि कालो नुन, सेसिमी ओइल, लेमन जुस हालेँ र यसलाई राम्रोसँगले मिक्स गरेँ।
मुलाको खिम्ची। खाना रेडी भयो। मैले सबैजनालाई खानाको लागि बोलाइसकेँ र सँगै खाना खाँदाखेरि खाना जस्तो भए पनि एकदमै मिठो हुन्छ। आज साँच्चै नै धेरै मिठो भएको थियो खाना। आज मलाई यो स्यालेड चाहिँ एकदमै मिठो लाग्यो। तपाईहरुले पनि यसरी नै बनाएर खानुहोस्, एकदमै मिठो अनि हेल्दी छ। हुन्छ, सबैजनालाई धेरै धन्यवाद।